नमस्ते साथीहरू, तपाईहरू सबै कस्तो हुनुहुन्छ? आशा छ तपाईहरू धेरै राम्रो हुनुहुन्छ। साथीहरू, म पनि राम्रो छु। साथीहरू, म नीला हुँ र म एउटा नयाँ र रोचक कथा लिएर आएको छु। यदि तपाईले आजको कथा सुन्नुभयो भने तपाईको पाइपबाट पानी निस्कनेछ। कथा सुन्नु अघि हेडफोन प्रयोग गर्न नभुल्नुहोला र हो, तपाईहरू मध्ये जो मेरो इमो नम्बर चाहनुहुन्छ उनीहरूले पुरै कथा सुनेर मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला, किनकि अर्को कथामा म तपाईलाई मेरो इमेल नम्बर दिनेछु अनि तपाईहरू सबै मसँग भिडियो कलमा कुरा गर्न सक्नुहुन्छ। भिनाजुले म राति तिम्रो दिदी सुते पछाडि तिम्रो कोठामा सुटुक्क तिम्रो दिदीले थाहा नपाउने गरी आउँछु। ढोकामा लक नलगाइकन सुता भन्नुभयो। त्यस पछाडि म भिनाजुको बेट गर्दै मेरो खुत्रुकीलाई कान्छी औलो चापी बनाएर खुत्रुकीको साँचो खोलिराखेकी थिए। साथीहरू, मेरो नाम सुजता हो। म 24 वर्षकी भए तर म अहिलेसम्म पनि विवाह गरेकी छैन। मेरो दिदीले विवाह गरे पछाडि धेरै दुःख पाउनुभयो। त्यसैले मैले उहाँको दुःखलाई देखेर कुमारी नै बस्ने र बाहिरका केटाहरूसँग इन्जोय गर्ने भन्ने सोचेकी छु। हाम्रो घर पोखरा हो। हामीले हाम्रो दिदीको विवाह धादिङ गरिदिएका थियौं। हाम्रो भेनाजुले ट्रक ड्राइभरको काम गर्नुहुन्थ्यो। भिनाजुको उमेर लगभग 42 वर्षको भयो, तर उहाँको हाइट अलिकति सानो भएको हुनाले अझै पनि 24-25 वर्षको जस्तो तन्नेरी ठिटो देखिनुहुन्छ। उहाँहरू काठमाडौँमा कोठाबाडामा लिएर बस्नुहुन्छ। तीजको बेलामा दिदी माइत आउनु भएको थियो। 2-4 दिन माइतमा बसेर त्यस पछाडि दिदी काठमाडौँ जान्छु भने पछाडि बाबा मम्मीले एक्लै कसरी जान्छेस् त नि, बहिनीलाई लिएर जा, यता बहिनी पनि फ्री नै छे भने पछाडि मैले पनि हुन्छ म पनि जान्छु, केही दिन दिदीकोमा गएर बसेर आउँछु भने त्यस पछाडि म पोखराबाट दिदीलाई लिएर काठमाडौँतर्फ लागे। म अलि नक्कले बढी थिएँ। होटेलमा काम गर्ने केटी भएर होला, जोसँग पनि सिधै कुरा गरिहाल्थे। मलाई लाज शरम भन्ने लाग्ने थिएन, किनकि होटेलमा आउने ग्राहकहरूसँग जिस्की र मस्की सामानहरू सप्लाई गर्नु पर्थ्यो। मलाई कसैले पनि हाम्रो बाबुआमाको छोरी हो भनेर भन्ने थिएन, किनकि हाम्रो दिदी र बाबुआमाहरू सबै अलि लाटो सोझा खालका छन् भने म चाहिँ एकदमै चलाक। मेरो हाइट 5 फिटको छ र अहिले गएको लकडाउन पछाडि अलिकति मोटाएर 45 किलोबाट 65 किलोकी भएकी छु। मेरा गालाहरू राता भएका छन्। गाउँका सबैजनाले मेरो गालालाई देख्दाखेरि सबैले मेरो गालालाई तानिदिन्छन्। मैले कपाललाई स्ट्रेट गरेकी छु, मेरो कपाल ढाडसम्म आउँछ। म कमिनी भए पनि मेरो अनुहार मगरनीको जस्तो गोलो छ। त्यसैले होला पोखराबाट काठमाडौँ दिदीलाई लिएर जाँदाखेरि गाडीको कन्ट्रक्टरले मलाई हेरेको हेरै थियो, सोचेको थियो होला उसले मसँग रमाइलो गर्न पाए स्वर्ग पुग्ने थिए भनेर, तर के गर्ने, म अलि चलाक भएको हुनाले उसलाई त्यति भाउ नै दिइन। जसो तसो हामीहरू काठमाडौँ पुगियो र दिदीको रुममा पुग्दाखेरि भेना मलाई देखेर एकदमै खुसी हुनुभयो। म गएको दिनमा भेनाले मलाई सोध्नुभयो, बल्ल आएकी साली, आज के खान्छौ भन, म तिमीलाई सबैभन्दा मनपर्ने तरकारी पकाएर खुलाउँछु। त्यही बेला दिदीले भन्नुभयो, तपाई जडिया मान्छेले के नै त हाम्रो मनको कुराहरू बुझ्नुहुन्छ र सिधै खुरुक्क गएर भैँसीको मासु लिएर आउनु भने पछाडि भेना नकराइकन चुप लागेर भैँसीको मासु लिएर आउनुभयो। बाहिर जाँदा अलिकति रक्सी पनि खाएर आउनु भएको रहेछ। त्यस पछाडि दिदीले मासु पकाउँदै हुनुहुन्थ्यो। भेनाले म बसेको ठाउँमा आएर मसँग जिस्किन थाल्नुभयो। दिदीले छड्के आँखाले हेरिराखेकी थिए, त्यसैले म त्यति धेरै भेनाजुसँग खुलेर बोल्न सकेकी थिइनँ। दिदीको आँखा छली भेनाजुले मेरो बेलुनमा टच गर्नुहुन्थ्यो। खाना पाके पछाडि हामीहरू 3 जना डाइनिङ टेबलमा बसेर खाना खान सुरु गर्यौं। भिनाजुले डाइनिङ टेबलको तलबाट खुट्टाले मलाई खुसुखुसु जिस्काइरहनु भएको थियो। मैले केही भन्न सकेको थिइनँ। म चुपो लागेर छिटो गरेर खाना खाएर सके र दिदीलाई म उठ्छु है भनेर उठे। त्यस पछाडि दिदीले मलाई अर्कै एउटा कोठामा बिस्तारा मिलाएर राखिदिनु भएको रहेछ। म त्यो कोठामा गएर सुते। मस्त निद्रामा निदाउन लागेको दिदीले आ गरेको सुनेर मेरो आँखा झ्याप्प खुल्यो। के भयो दिदीलाई? न भेनाजुले पिट्न त थाल्नु भएन, अलि रक्सी खानु भएको थियो भनेर जुरुक्क उठेर बिस्तारै ढोका खोलेर दिदीको ढोका अगाडि गए।
कान थापेर सुनेको त भित्र दिदी र भेनाजुले आफ्नो काम सुरु गरेका रहेछन्। नाइट गएर 4-5 दिनसम्म बसेर आएकी दिदी भेनाजु एकदमै खरिएर बस्नुभएको रहेछ। ढोकाको सानो प्वालबाट एउटा आँखा बन्द गरेर भित्र दिदी भेनाजुलाई हेर्दै मैले पनि मज्जा लिन थालेँ। मैले सोच्न थालेँ यदि म पनि कुनै केटासँग विवाह गरेको भएदेखि त दिदीले जस्तै मजा गर्न पाउने थिएँ नि भन्दै मनमा धेरै खेलाउँदै ढोकामै ठ्याच्च बसे। त्यस पछाडि मेरो कान्छी औँला मेरो खुत्रुकीमा लगेर खुत्रुकीको मुख खोल्न थाले। करिब 5 मिनेट जति म त्यही ढोकाको आडामा बसेर मजाले राखेकी थिएँ। त्यस पछाडि दिदीले भित्र भेनालाई छ्या मुर्दार 2 मिनेट पनि टिक्न सक्दैन भनेर गाली गरेको सुने पछाडि अब दिदी बाहिर आउँछिन् होला भन्ने सोचेर बिस्तारै मेरो कोठामा गएर मस्त तरिकाले निदाए। भोलिपल्ट बिहान उठेर बिस्तारामै बसिराखेकी थिएँ। भेनाजुसँग बाहिर घुम्न जान पाए पनि हुन्थ्यो नि भन्दै मनमा कुराहरू खेलाएर बसेको दिदीले चिया पकाएर चिया लिएर आएकी रहिछे। एकछिन पछाडि म उठेर भेनाजुले बाहिर आए पछाडि आज साली र म काठमाडौँ पुरै घुम्नुपर्छ भन्नुभयो। त्यस पछाडि दिदीले हुन्छ त नि खाना खानु र त्यस पछाडि आज बहिनीलाई घुमाएर लिएर आउनु भने पछाडि हामीहरूले खाना खायौं र भेनाको बाइकमा घुम्नको लागि निस्कियौं। दिदीले अलि छिटो उज्यालोमै आउनु है रात नपार्नु भन्नुभएको थियो किनकि भेनाको बाइकमा अगाडिको हेडलाइट अलि मधुरो बोल्ने थियो। भेनाले मलाई दिनभरि जाउला खेलतिर र टुडी खेलतिर लगेर दिनभरि घुमाउनु भयो र बेलुका पाखा भन्दै हुनुहुन्थ्यो आज ठमेलतिर तिमीलाई लिएर जान्छु। मैले भने दिदीले गाली गर्नुहुन्छ नाइ भेना म त बेलुकामा त जान्न तपाईसँग घुम्न भनेको उहाँले ठिकै छ नि त खाजा खाएर जाम्ला भन्नुभयो र एउटा रेस्टुरेन्टमा मलाई लिएर जानुभयो। जाडो मौसम भएको हुनाले भेनाजुले मलाई के खान्छ भनेर सोध्नुभयो। मैले थुक्पा खान्छु भनेको हुन्छ भनेर आफूलाई पनि थुक्पा नै मगाउनु भयो। जिउ तात्तिन्छ भनेर आफूले एउटा हुक्का पनि मगाउनु भएको थियो। मलाई खान्छौ साली हुक्का भन्नुभयो। ठिकै छ नि त जाडोको बेला भनेर मैले पनि तान्न थाले। हुक्का तान्दा तान्दै भेनाजु मेरो आडामा आएर बस्नुभयो र मेरो रातो रातो गालालाई चिमोट्न थाल्नुभयो। मलाई त्यतिखेर भेनालाई देखेर एकदमै हाँसो लागेको थियो किनकि बेलुका दिदीले 2 मिनेट पनि टिक्न सक्नु हुँदैन भन्ने कुरा भेनालाई सोध्न मन लाग्यो। त्यसैले भेनालाई भेना हिजो बेलुका तपाईहरू झगडा गर्नुभएको हो भनेर सोधेको होइन तिम्रो दिदीलाई माया गरेको हो। माया गर्नु परेन त लाटी तिम्रो दिदीले धेरै मलाई माया गर्नु भन्छिन् तिमीलाई पनि दिदीलाई जस्तै माया गर्नु पर्यो भने भनाइ म 24 घण्टा रेडी छु। साली आदि घरवाली भन्छन् मेरो त हक पनि छ क्यारे भन्दै भिनाजुले मेरो बेलुनलाई पठाउन थाल्नुभयो। म पनि जवानी केटी आजभन्दा अगाडि कुनै केटाहरूसँग पनि त्यस्तो नराम्रो सम्बन्ध राखेकी थिइनँ। त्यसैले गर्दा होला भेनाजुले त्यसो भन्दा मेरो शरीर एकदमै जिरिनु भएको थियो। भिनाजुले मलाई च्याप्प समातेर आफ्नो काखमा राख्नुभयो। भिनाजुको कोब्रा साप उठिराखेको रहेछ। भिनाजुको सापको मुखमा मेरो खुत्रुकी छोइदाखेरि त झन् म भित्रभित्रै तातेर आगाको ज्वाला जस्तै भएकी थिएँ। त्यतिखेरै भेनाजुको मोबाइलमा घन्टी बज्यो। दिदीले फोन गरेकी रहेछिन्। रातिको 6 बजिसकेको थियो। छिटो घर आउनु भनेर भेनाजुलाई गाली गरे पछाडि हामी त्यहाँबाट निस्कियौं। साली आज बेलुका म तिमीलाई हिजो दिदीलाई चाहिँ माया गर्न आउँछु। ढोका लक नगरिकन राख है भन्नुभयो। मैले पनि केही बेरसम्म त केही पनि भन्न सकिनँ। त्यस पछाडि दिदीले दाल र भट्टको गेडा पकाउनु भएको रहेछ। म एकदमै गर्मी भएको हुनाले नुहाउन गए। जब नुहाएर सके पछाडि मैले कपडा चेन्ज गर्छु भनेर हेरेको मैले त भित्र लाउने कपडा त लिएकै रहेनछु। त्यस पछाडि आएर दिदीको लुङ्गी लगाएर 3 जना डाइनिङ टेबलमा बसेर खाना खान थाल्यो। भिनाजुले मेरो आँखामा हेर्दै टेबुल मुनिबाट खुट्टा मेरो लुङ्गीभित्र घुसाउँदै हुनुहुन्थ्यो। दिदीले कता देखेर मार्छिन् भन्दै उहाँलाई आँखाको इसारा गर्दै छिटो छिटो खाना खाए र म आफ्नो कोठामा सुत्न आए। मलाई थाहा थियो भिनाजु राति मसँग आउनुहुन्छ भनेर, त्यसैले मेरो मनमा धेरै कुराहरू आएको थियो। म एकदमै मोडमा आएकी थिएँ। एकछिन पछि भेनाजुले बिस्तारै ढोका खोल्नुभयो र भित्र आएर मेरो साइडमा बसेर मैले ओडेको सिरक थाल्नुभयो। मलाई लाज लागेको थियो। अर्कोतिर कता दिदीले थाहा पाइन् भने मार्जिन भन्ने डर म निदाएको जस्तो नाटक गरेकी थिए। भिनाजुले मलाई कोटाएर उठाउनुभयो।
पहिलो पटक एक्लै रुममा कुनै केटा मान्छेसँग बस्दाखेरि मेरो मुटुको धड्कन एकदमै छिटो चल्दै थियो भने मेरो सास पनि एकदमै छिटो छिटो चल्दै थियो। भेनाजु त ट्रेनिङ प्राप्त भएको मान्छे सिधै आफ्नो कामतिर लाग्नुभयो। मैले भेनाजुलाई केही भन्न सकिनँ। दिदीले त भेनाजुलाई 2 मिनेट पनि टिक्न नसक्ने भन्नुभएको थियो, तर मसँग त करिब लगातार 20 मिनेटसम्म गेम खेल्नुभयो। सायद भेनाजुलाई पनि दिनदिनै एउटै रोटी खाँदाखेरि उहाँलाई त्यति मजा नआउने भएको भएर होला दिदीसँग 2 मिनेट पनि मजा गर्न नसक्ने। त्यसपछि बिस्तारै जानुभयो। भेना मसँग आएको दिदीले थाहा पाउनु भएको रहेछ। दिदी भेना झगडा गर्न थाले। अब मलाई मार्छिन् दिदीले भनेर डराउँदै डल्लो परेर सुते। भिनाजुले आफ्नो सामान तन्नाभरि फाल्नुभएको रहेछ। कस्तो चिसो भएको थियो। साथीहरू, मैले आजको कथा समाप्त गरेँ। अर्को एपिसोडमा भेटौँला। म प्रेमा हरेक दिन नयाँ कथाहरू लिएर तपाईँ कहाँ आउनेछु। म मेरो एमो नम्बर तपाईँसँग साझा गर्नेछु ताकि तपाईँहरू मसँग भिडियो कलमा कुरा गर्न र रमाइलो गर्न सक्नुहुनेछ। त्यसैले सबैजना ढिलो नगरी मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र मेरो छेउमा रहनुहोस्।